हेलो एभ्रिवान, आज यो कहाँ जाँदैछ भन्नुहुन्छ भनेपछि आज हामीहरू धनगढी जाँदैछौँ। बाटोमा के कस्तो हुन्छ हजुरहरूले पनि हेरिदिनु ल। फर्स्ट भलको माया गरिदिनु होला। हस्, एका बिहानै म आफ्नो सामान ब्यागमा प्याक गरेर साथीको रुममा आएँ। साथीले पनि आफ्नो सामान ब्यागमा प्याक गर्यो। त्यसपछि हामी साथी र म धनगढीको लागि यात्रा सुरु गऱ्यौँ। यिनीहरू केमा जान भन्नुभएको होला, हामीहरू चाहिँ बाइकमा जाने हो। त्यसकारण बाटोमा हावाले हान्छ भनेर तातो कपडा हुडी लगाएर दुवैजनाले चिरच्याट्ट भरेर हिँड्यौँ। त्यति टाढाको यात्रा बाइकमा तेल चाहिँ हाल्नु पर्यो। त्यसकारण हामी पेट्रोल पम्पमा गयौँ। पेट्रोल पम्पमा गएपछि हामीले फुल ट्याङ्की तेल गरिदिनु भने बाइकमा चाहिँ उहाँले पनि हामीले भन्दा बित्तिकै केही नमानिकन 3000 को तेल भयो भनेर हामीलाई भन्नुभयो। अनि हामीले 3000 को तेल हाल्यौँ फुल ट्याङ्की। त्यसपछि हामीहरू ट्याक्कै यता नेपालगञ्ज नभई उता पश्चिम बाबियाचौर हुँदै अगाडि बढ्यौँ। अहिले चाहिँ हामी बाबियाचौरभन्दा अगाडि छौँ। साथी भएपछि त बाटो कटेको थाहा नै नहुने के। हामी हजुरहरू पनि साथी हिँडेको बेला त हजुरलाई पनि यादै होला। त्यतिकैमा हामी हिँड्दै थियौँ, बाइकको चैनै फुत्किहाल्यो। कच्ची बाटो थियो, खतरा हुने बेला चैनै फुत्किएको। साथीले जानेछु भनेर साथीले चैन हाल्न लाग्यो। मैले पनि सहयोग गर्नका लागि म पनि लागि परेँ। दुईजना भएपछि त असम्भव भन्ने काम केही पनि हुँदैन भन्दै हामीले चाहिँ चैन हाल्यौँ। त्यसपछि भाले गाडी 5x5 भनेर कच्ची बाटोमा हामी अगाडि बढ्यौँ। त्यसकारण साथीले चलाछ, मैले भिडियो गराउनै ठिकै छ। यस्तो कच्ची बाटो छ, जे छोटो चाहिँ हुने रहेछ। हामी चाहिँ दुईजनाले पालो बाइक चलाएर कति छिटो लगभग 2 घन्टामै हामी पुल नजिक आयौँ। देखिहाल्यो, यही हो चिसापानीको सबैभन्दा भाइरल पुल। हामी चाहिँ यहाँ खाना खानका लागि यो होटेलमा बस्ने निर्णय गऱ्यौँ। यताको भ्यू चाहिँ यस्तो छ होइन, दामी। म चाहिँ यता छु, मुख धोएँ, हातखुट्टा धोएँ, बाइक यहाँ राखेर हामी चाहिँ यहाँ बस्यौँ। साथी चाहिँ भित्र मोबाइल चलाएर बसेको छ। म चाहिँ हजुरहरूलाई भ्यू देखाउन बाहिर निस्किएको। तल चाहिँ मान्छे मरेर पोल्नका लागि खोलामा ल्याउनु भएको रहेछ होइन। यता चाहिँ दामी छ नि त तर खोला नजिक। अनि साथीले चाहिँ खाना अर्डर गरेको थियो अनि म पनि गएँ भित्र। खाना चाहिँ अर्डर गरेको रहेछ, पाक्दै रहेछ। हामी चाहिँ वेटिङमा लगायत खाना पनि फाइनल्ली आयो होइन। आउँदै तातो साथीले ज्याम कस्तो छ भनेको बबाल छ भन्थ्यो। अब मैले पनि खानु पऱ्यो, अरूले बबाल छ भनेर त भएन, आफूले पनि चेकान्नु पऱ्यो कस्तो छ भनेको। ओहो, यही खाना त यहाँ आएको त, नत्र त हामीले माथि नै बाबियाचौरतिरै खाना खान्थ्यौँ होला। माछा खाना खाने भनेर हामी चाहिँ टक्कै आयौँ। ज्याम माछा खाना खाइयो। टर्न परेर हामी चाहिँ त्यहाँबाट लाग्यौँ। जान त जाने, त्यसै जान त दिन्नन्। त्यही भएर साथी बिल तिर्न गयो, म चाहिँ यता ब्याग राखिदिउँ। त्यो ब्याग बोकेँ, टक्क मिलाएँ। चार्ज गर्नको लागि चार्जर जाने थियौँ, सब प्याक गरेँ। ट्याक्कै एउटा झोला भिरेँ अनि हामी चाहिँ फाइनल्ली लाग्यौँ। यहाँदेखि यो होटेललाई बाई गऱ्यौँ। त्यहाँदेखि चिसापानी हुँदै हामी चाहिँ 100 को स्पिडमा रन्किसक्यौँ धनगढीतिर। हावाले क्याप नै सुइक्क उडाइदिएर एकचोटि त लिएर आएको कि फेरि, त्यही भएर उल्टो लगाएको अहिले चाहिँ होइन। हावाले गर्दा हेर्न पनि सकेको छैन अगाडि। अब चाहिँ धनगढीबाट भेट्नुपर्छ। हामी चाहिँ ठ्याक्क हाम्रो कामको लागि हामी चाहिँ पसल आइसक्यौँ। यो पसल चाहिँ यही हो होइन। साथी चाहिँ त्यहाँ छ, क्यामेरा निकाल्न लागेको छ। हामी चाहिँ के कामका लागि धनगढी आएको भन्ने हजुरले यति भएपछि त बुझिसक्नु भयो होला होइन। हामी चाहिँ खास गरेर क्यामेरा गराउन धनगढी आएको। साथी यहाँ छ, क्यामेरा गराउने भनेको अलि पछि आउनु होला भन्नुभयो। अहिले चाहिँ प्याक रहेछ कि, अरू हामीभन्दा अगाडि क्यामेरा छोड्नु भएको रहेछ। त्यही भएर हामी चाहिँ एउटा मोबाइल गराउनु थियो, मोबाइल गराउने पसलमा गयौँ। यहाँ पनि भएन, यहाँ पनि पछि आउनु होला, अहिले छैन भन्ने भयो। त्यहाँबाट हामी फेरि निस्किन त निस्क्यौँ। हामी कहाँ निस्क्यौँ भन्दा पानीपुरी खान। पानीपुरी त सबैको फेभरेट हो नि त।
आएर पनि पानीपुरी चाहिँ खान छोड्नुहुन्न। साथीले र मैले पानीपुरी खायौँ र फेरि हामी पसलमै गयौँ। पसलमा गएको फेरि होइन भन्नु लाग्यो। साथीले बस भन्यो। त्यसपछि कहाँ बस भन्यो भनेको त पैसा निकाल्न गरे, किन भन्दा त्यो मोबाइलको पैसा, क्यामेरा बनाएको पैसा तिर्नका लागि हामी चाहिँ बोइङतिर लाग्यौँ। बोइङ खोज्यौँ अर्काको ठाउँमा पत्ता लगाउन नसकिने। अनि चाहिँ म्याप हेऱ्यौँ र फाइनल्ली बोइङतिर लाग्यौँ। हामी त्यहाँपछि केही मिनेटमै बोइङ नजिक पुग्यौँ र बाइक पार्किङ गऱ्यौँ। बाइक पार्किङ गरेपछि हामी चाहिँ बोइङभित्र गएको। आजभोलि 5 बजीसम्म काम हुन्छ भनेको हुने नै रहन्छ हाम्रो काम। त्यहाँपछि पनि भएन। 5 बजीसम्म हुन्छ भनेको 4 बजे नै बोइङ चाहिँ बन्द हुने रहेछ। 5 बजीसम्म चाहिँ हिसाब किताब मिलाउनु पर्छ, त्यही भएर 4 बजे नै बन्द हुन्छ भन्नुभयो। त्यहाँपछि हामी बोइङबाट पैसा निकालै भएन। त्यहाँपछि हामी फेरि त्यही पहिलाको ठाउँ हिँड्यौँ। म चाहिँ साथीलाई यहाँ पहिला आएको भन्दै गफ छाँटेको। साथी चाहिँ बताइदिइरहेको कि गफ लगाउँदै हामी चाहिँ त्यही पहिलाको मोबाइल बनाउने ठाउँमा फेरि लाग्यौँ। पछाडिबाट गफ दिइरहेको छु मैले चाहिँ। साथी चाहिँ बताइरहेको उसलाई थाहा नै छैन मैले गफ दिएको भन्ने। बेलुका भिडियो हेऱ्यो भने थाहा पाउँछ। धनगढी पनि बजार चाहिँ राम्रो रहेछ घुम्नको लागि गाइज। दामी सरर हेर्नु न, त्यो पारि के लभ धनगढी लेखेको दामी छ हेर्नु है, क्या दामी छ कि। हामी चाहिँ फाइनल्ली पशुपति मन्दिर आइसक्यौँ। कहाँको भन्दा धनगढीको पशुपति मन्दिर है। पशुपति मन्दिरभन्दा अगाडि हो कि हामीले चाहिँ मोबाइल बनाउनु पठाएको। धनगढीको कोही हुनुहुन्छ भने हजुरहरूलाई त थाहा नै होला, सोनी मोबाइल ग्यालेरी। हामी बाइक पार्किङ गरेर भित्रतिर लाग्यौँ। भोलि आउनु मोबाइल लिन भन्नुभयो। त्यहाँपछि हामी रुम लिएर बस्यौँ। धौबा नि त आज त्यति टाढाबाट आएको, त्यही भएर धौबा छ। भोलि चाहिँ हामी आज घुम्न पाइएन, त्यही भएर अब भोलि घुम्छौँ। भोलि थकाइसकाइ मेटिन्छ, टक्क घुमेर राम्रो। यो भिडियो यतिसम्म नै अन्त्य गर्न चाहन्छु। बाई।